हेलो गाइस, यो चाहिँ मैले के लगाएको गाइस, भन्नु होला। आज चाहिँ मैले के लगाएको चाहिँ भन्नुहुन्छ होला, चुकन्दर तर मैले आज चाहिँ फेस चुकन्दर केयर गरेको कि र कहिले कहिले त गर्नु पर्यो नि त, होइन र? अनि बोल्न चाहिँ मिल्दैन क्या, त्यही पनि बोलिहालेँ। अनि यो के हो भन्नु होला, यो चुकन्दरको फेस प्याक है। अनि तपाईँहरू पनि लगाउनु ल, म त बेला बेलामा लगाइदिन्छु। यसले चाउरीपन हटाउँछ, अनि चाया पोतो, पिम्पलको दाग, यस्तै अरू हटाउँछ। अनि मलाई चाहिँ त्यसरी भन्न बोल्न आउँदैन क्या साथीहरू। हेर्नु न, मेरो यो टाइट भयो कि लगाउनु त म पहिले 15 मिनट अगाडि लगाएको, हेर्नु कपाल अड्किएर केही छैन कपालमा। यसो हेडबेन्ड लगाउनु पर्ने, नलगाइकन उसो गरेँ। अनि मैले लगाएको यत्तिकै के फोन गर्दै थिएँ साथीसँग बोल्दा बोल्दै, अब के गर्नु त। अनि हात त यत्तिकै राख्ने कुरो भएन, त्यही भएर मैले यही लगाइदिइसकेको। अनि मैले चाहिँ यसले सफा गर्छु है घाँटी। यो चाहिँ एकदम राम्रो छ कि, यसको खुसबु पनि यति दामी छ है साथीहरू, कति सफा गर्छ कि। ल सबै पो निक्ल्यो त हो, यो त सबै निक्ल्यो साथीहरू। ल मैले घाँटी सफा गर्दैछु। अनि होइन कस्तो टल्काइदिन्छ कि, कति सफा गर्छ कि यो टिस्युले चाहिँ। के अरे मैले त नुहाएर आएर पनि मैले यसैले नै सफा गर्छु कि, चित्तै बुझ्दैन कि म नुहाएर आए पनि मैले यसले सफा नगर्दिनँ, मलाई चित्तै बुझ्दैन साथीहरू। मुख मात्र सफा गरेर के गर्नु र, घाँटी पनि त सफा गर्नु पर्यो भनेर सफा गरेको त। यस्तो यसले सफा, यो टिस्युले सफा गरेको, हेर्नु कस्तो क्लियर भयो कि मेरो घाँटी। आमा माथि रातो लगाएको भएर होला कि घाँटी टल्केको, तर यति टल्केछ। ल हेर्नु है, सफा पनि कति सफा गर्छ। कपडाहरू पनि रेडी छैन कि, म साथीसँग बोल्दा बोल्दै यत्तिकै प्याक बनाएर लगाइहालौँ भनेर मैले यत्तिकै लगाएँ, केही रेडी पनि थिएन। यत्तिकै भिडियो नि मैले एक्कासी बनाउनु पर्यो त नि भने, अब धुने बेला त भइसकेछ। घाँटी मात्रै कति पुस्ने हो, कान पनि त सफा गर्नु पर्यो नि त, होइन र? अनि कान सफा गरेँ, यताउता गरिसकेँ। यता त ल प्याक लगाइसक्यो अरे चाहिँ, तर टाइट छ कि। ल हेर्नु है, यस्तो टाइट कि, यस्तो टाइट छ। तर सायद यसले पुसेर जाँदैन होला, मैले मुख धुनै पर्छ, पानीले नै धुनुपर्छ। हेर्नु यस्तो जाम छ कि, यस्तो जाम छ, यस्तो सुकेछ। 15 मिनट त भइसक्यो नि साथीहरू, मैले त पहिल्यै लगाएर अनि पछि पो भिडियो बनाएको त। धुने बेलामा मैले भिडियो बनाएको के। अनि मैले यस्तो भिडियो त यो मेकअप गरेको, फेस केयर गरेको मैले भिडियो खासै बनाउँदैन, तर आज चाहिँ खोइ के मोड चल्यो, मैले भिडियो बनाएँ। होइन है, घाँटी पनि सफा भयो। हेर्नु कस्तो टल्केको, यो रातोले गर्दाखेरि अहिले टल्केको। अनि यो चाहिँ यस्तो खुसबु, यसको कति सफा गर्छ। मैले त्यतिकै खेर त फाल्दिनँ, त्यही भएर हात सफा गरिदिएको। हेर्नु है, कति गोरो देखेको त नि मेरो हात। ल हेर्नु यस्तो गोरो देखेछ कि। अनि त्यतिकै खेर फाल्दैन, मैले चाहिँ अर्को हात पनि यसरी सफा गरेँ। अनि त्यो अर्को पनि त धेरै निक्लेको थियो नि त, त्यसलाई फ्याँकेर फेरि अर्कोले। अब म निधारमा कस्तो हुन्छ है, टाइट त एकदम टाइट छ, सायद यसले जाँदैन होला, धुनुपर्छ होला, त्यही पनि कोसिस गरेको। आमा यस्तो टाइट छ, कति टाइट हो कि। ल हेर्नु कस्तो राम्रो भयो। यसले यतिको पुस्दा त यतिको देखेछ भनेपछि पानीले धुँदा चाहिँ कस्तो होला। हेर्नु है, गएन कि, लास्टै टाइट छ कि यता है, यतातिर चाहिँ। ल उहीँ चिप्किदिए पो, यस्तो चिप्किदिन्छ कि। हेर्नु न कति जाम भयो कि। ल मैले मुखै धोएर आउँछु है साथीहरू। ल मुख पनि धोएर आइसकेँ, म भिडियो रोकेर मुख धोएर आइसकेँ। ल हेर्नु है, घाँटी र माथिको फेस, के भन्छ मुख फेस, अनि यस्तो क्लियर देखिएछ। अलग भयो, घाँटी त कालो पो देखियो त हौ। आमा अहिले त गोरो देखियो थियो, अहिले त कालो पो देखियो त, घाँटी कालो देखियो। ल यतिको भयो। अनि मैले अहिले अलिअलि पुछेको थियो, अनि यसलाई चाहिँ म त्यतिकै खेर चाहिँ फाल्दिनँ है, यसलाई चाहिँ म कुनै न कुनै ठाउँमा म युज गर्छु। हेर्नु है, यहाँ पिम्पल छ हल्का हल्का, गइसकेछ। पहिला त कति दाग थियो, अहिले चाहिँ गइसक्यो। बा मेरो नजरै लाग्छ क्या हो, नजर नलाग्छ। अनि यसरी गरेँ, तर घाँटी मुख र घाँटी चाहिँ फरक
देखियो क्या साथीहरू। अब मैले चाहिँ भ्याइसकेँ है। म हेर्दैछु यताउता कतै रहेको छ कि प्याक भनेर हेर्दैछु। ल हेर्नु है, घाँटी त अहिले त अर्कै पो भयो त। हातमा तलपट्टि त सफाइ छैन कि, सफा भन्नाले कि यसले सफा गर्ने हो, यसरी हो क्या मैले युज गर्ने सामान, यत्तिकै फ्याँक्दैन के साथीहरू। ल अहिले त राम्रो देखियो त नि, यसरी पुछिदिन्छु कि। अनि यसरी पुछेर मैले चाहिँ भ्याइसक्यो साथीहरू। यो पनि टिस्यु पनि भइसक्यो, तपाईँहरू पनि युज गर्नु होला, जे होस् राम्रो हुन्छ। अनि रुमालले यसरी घाँटी पुछे, घाँटीमाको पानीहरू पुछिसकेपछि हल्का हल्का म हम्किन्छु के, हावा दिन्छु के, किनकि यहाँ पानी छ कि मेरो फेसमा। यतिकै पानीमै पुस्ने कुरो त हुँदैन, पानी त म फेसमै सुक्न दिन्छु। हेर्न मेरो नाटक यहाँ पिम्पल कस्तो छ क्या। नाटक पनि के विधि छ त नि साथीहरू, एक्लै साथीसँगै आफै रङ्गीचङ्गी। ल बाई, मेरो लुक्स यही नै हो। सबैजनालाई भाइ माया गरिदिनु होला। फिनिस भयो बाबा।